तीनजना साथी, कुनै नेता होइन, कुनै नारा होइन, केवल साथी। एउटै गल्लीका, एउटै माटोमा खेल्दै हुर्किएका सागर, हितेश र साजन। यो कथा यही तीनजना साथीको हो, जसले बाल्यकाल सँगै बाँडे तर भविष्य फरक फरक बोके। एउटै सपना बाँडेका साथी, कसैले त्यो सपना देशमा खोज्यो, कसैले नेतामा भरोसा राख्यो र कसैको सपना यो व्यवस्थाले अधुरै राखिदियो। दुनियाँले सबै कुरा सोध्छ, तर साँचो साथीले ठिक छस् मात्र सोध्छ। त्यस्तै यही तीनजना साथीहरूको दोस्ती थियो। कुनै समय एउटै गल्लीमा तीनवटा हाँसो गुजिन्थ्यो, तर उनीहरूलाई थाहा थिएन यही दोस्ती एक दिन कसैको बलिदान, कसैको पीडा र कसैको पहिचान बन्नेछ। कता झन्डा सन्डा बोकेर कता लौ यत्रो ठुलो जेन्जी प्रोटेस्ट आज थाहा भयो नि तँलाई? प्रोटेस्ट त्यस्ता नाथे जेन्जी आन्दोलनमा के जानु हो। अब नेताजीले भन्नुभएको छ घरमै बस न, देश आफै सुध्रिहालिन्छ रे। तेरो नेता मेरो केरा ब्रो। देश आफै कसरी भन्छ यार, हामीले आवाज उठाउनै पर्छ। हाम्रो जेनेरेसन चुप बस्दैन सागर, म जानै पर्छ प्रोटेस्टमा। म पनि जान्छु प्रोटेस्टमा। कोरोना कालको एक्सपायर्ड माल त प्रोटेस्टमा गएर के चाहिँ गर्छस् रे? आन्दोलनमा गएर के गर्छस् त, जेन्जी हो। हेर भाइ, तिमीहरूले जेसुकै बुझ, जसलाई जे बुझ्नु छ बुझ। मलाई चाहिँ आफ्नो पार्टीको मिटिङमा जानुपर्ने छ। तो पार्टीको झोले तँलाई देशको केमा आउँछ र? ए त प्रोटेस्टमा गएर के चाहिँ हुन्छ र? नेपाल गौरव पार्टी जिन्दाबाद। देश जोगाउने काम हामीले नै गर्नुपर्छ। म त लागे। आज फेरि घर उजाडियो। आमाले दिउँसो पकाएको भान्सा साँझ चिसो भयो। बुबाको हातले उठेको त्यो सपनाको जग देशको सडकमै भत्किन गयो। उनी कुनै ठूला भाषणका पात्र थिएन। उनी साधारण छोरा मध्ये एउटा मात्र थिए, तर देशका लागि उठेको एउटा कदम सडकमै थमियो। टाउकोमा ताकी ताकी गोली हान्यो। उसको ज्यान गयो र ऊ सदाको लागि अस्तायो। दर्शकवृन्द, हामी अहिले त्यो घर बाहिर छौं जहाँ एकजना युवाको मृत्युले परिवार चकनाचुर भएको छ। घरको एउटै सहारा, एउटै आशा। आमालाई रुदा समेत शब्द आउँदैन। बुबा छोराको तस्बिर समातेर बस्नु भएको छ। यो मृत्यु केवल एउटा परिवारको दुःख होइन, यो पुरै एक पुस्ताको आवाज मौन पारिदिएको दर्द हो। जेन्जी आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाएका यस युवाको सपना भ्रष्टाचार मुक्त सुरक्षित देश, समानता र सबै नेपालीलाई समान न्याय मिलोस् भन्ने थियो। तर आज त्यो सपना यो यता कोठाको शून्यता, आमाको सिसकामा, बुबाको टुटेको भरोसामा टाँसिरहेको छ।
लामी छानेको निर्देशनमा बनेको यस चलचित्रमा केदार घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ। दर्जनौं जेएनजी युवाले ज्यान गुमाएको देशको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो युवा विद्रोह साबित भएको छ। दर्जनौं युवाको बलिदानपछि पुरै देश हलियो, सरकार ढल्यो, पुरानो सत्ता संरचना भत्कियो र अन्तरिम सरकार बन्यो। यो परिवर्तन कसैले सोचे भन्दा छिटो आयो, तर देशले बेहोरेको पीडा भने धेरै गहिरो छ। 2082 फागुन 21 गते फेरि चुनाव हुने भएको छ। डेल्टा वन रोजर सरलाई भेट्न नेताजी आउनु भएको छ। ओके कपी सर हजुरलाई भेट्न नेताजी आउनु भएको छ। रोजर अल क्लियर, नेताजीलाई पठाइदिनुहोस्। ओहो नेताज्यू नमस्कार। ओहो नमस्कार बस्नुहोस्। के छ खबर सुनाउनुहोस्। के भन्ने नेताज्यू, मेरो पार्टीको अवस्था पनि लथालिङ्गै छ। भन्नुहोस् किन बोलाउनु भयो, के गर्ने विचार छ अब? आफ्नो पनि त्यस्तै छ। आफू राजीनामा दिएर 15 दिनसम्म लुकेर बस्यो। देश तातिरहेको त, म त एसीमा बसेर विस्कीको मजा लिइरहेको। ए सागर गिलास लिएर त। जतिलाई गोली ठोक्यो त्यति आन्दोलन सकिँदै गयो। राजीनामा त प्लान ए मात्रै थिएन, अब प्लान बी सुरु हुन्छ। खेल अझै हाम्रै हो, चुनाव आउँदैछ, फेरि कुर्सी पनि हाम्रो, देश पनि हाम्रो। अरू देशमा करप्सन गरेर यत्रो युवा मारेको भए फाँसी दिन्थे। यहाँ हामी पैसा फ्याँकेर झोले पाल्छौँ र फेरि चुनाव लड्छौँ। हेर्नुहोस्, खेल उयो हो, जनतालाई भावनामा बगाइदिनुहोस्, युथलाई सोसियल मिडिया मार्फत डिस्ट्र्याक्ट गरिदिनुहोस्। अनि देश विकास त्यो त चुनावको पोस्टमा लेख्ने शब्द मात्र हो। जनता भेडा हुन्, सब कुरा बिर्सिसके। आउने चुनावमा फेरि हामी उठ्ने छौँ। भोट स्विङ त हाम्रै पक्षमा हुनेछ। मेरो विपक्ष मेरो सिस्टम गइदियो, अर्डर मानेनन्, हान्न त भनेकै हो नि। ल त हामी अब गठबन्धनमा जाउँ, जनता त भावना बगिहाल्छ नि। दर्जनौं युवाले ज्यान गुमाइसकेपछि देश बदलिने लहर चलिसकेको थियो। तर सागर अहिले पनि नेताको नारा बोकेर, नेताको झोले, नेताको छायामा मैलो झण्डा सुकाइरहेको थियो। के छ सागर, हाम्रो घोषणा रेडी भयो? हजुर नेताजी, सबै रेडी छ। अहिलेको लागि चाहिँ मासु भात, पेट्रोल र पैसाको अलिकति व्यवस्था मिलाउनु पर्ने। पैसा के टेन्सन गर्छौ, के लैजाऊ पैसा। मानिनेज्यू यतिले त योपालि हाम्रो फन्डको चाहिँ केही कमी छैन है केटा हो। हामीले हाम्रो नेताजीको प्रचार प्रसारमा चाहिँ केही कमी राख्नु हुँदैन। यो चाहिँ पेट्रोलको टिकट हो। हाम्रो जतिवटा केटाहरू हुन्छ नि सबैलाई बाँड्दिनु है। यो हजुर राख्नुहोस् त। धन्यवाद सर। सबैले पेट्रोल हाल्नुभएको होइन? मजाले हाल्नुभयो नि। अब यो र्याली सकेपछि बेलुका हाम्रो मासु भातको व्यवस्था छ है त? नेपाल गौरव पार्टी जिन्दाबाद! नेपाल गौरव पार्टी जिन्दाबाद! नेपाल गौरव पार्टी जिन्दाबाद! नेपाल गौरव पार्टी जिन्दाबाद! नेपाल गौरव पार्टी जिन्दाबाद!
के छ खबर तेरो? त अहिले पनि झोले भएर हिँड्दैछस् है? देश बलियो हुन्छ तब मात्र हाम्रो घर बलियो हुन्छ। तिमी त नेताको जुत्ता चम्काइरहेछौ तर देश अन्धकारमा डुबिरहेछ। हजारौं युवाहरूलाई यो करप्ट सिस्टमले खायो। ती ज्यान गुमाएका आहुति दिने जेन्जीको परिवारको दुःखलाई कसले बुझ्ने? मलाई पोलिटिक्सको लत लागेको छ भाइ। यहाँ देशको चिन्ता भन्दा पनि मेरो गुरु मेरो नेता पहिला आउँछ। उहाँ एउटा नेता मात्र होइन, स्वयं एउटा संस्था, एउटा सोच हो। यो कस्तो नै आयो? के अपराध गरेको थिएँ र मैले? आवाज उठाए त्यति मात्र हो। यो व्यवस्थाले मेरो मात्रै जान लिएको होइन, लाखौं युवाको सपना मारेको हो। यो देशमा जनता बोल्दा यसै चुप पारिन्छ त झोले नै भइस। वाह साथी वाह। वाह साथी वाह। देश सुधारिन्छ आफै आप। देश सुधारिन्छ आफै आप। देश सुधारिन्छ आफै आप। देश सुधारिन्छ आफै आप। योपालि भोट हामीलाई नि दिनु होला। देश सुधारिन्छ आफै आप। देश सुधारिन्छ आफै आप। नमस्कार आमा, योपालि फेरि हाम्रो नेताजीलाई जिताउनु पर्छ है। देश सुधारिन्छ आफै आप। फेरि एकपटक किड्नी छ। आज इतिहास फेरिएको छ। जेन्जी समूहले आश्चर्यजनक बहुमत सहित सरकार गठन गरेको घोषणा भएको छ। पहिलो पटक युवा पुस्ताको नेतृत्वले सत्ता सम्हालेपछि देशभर उत्साह देखिएको छ। विश्लेषकहरूले यसलाई नयाँ पुस्ताको राजनीतिक उदय भनेर टिप्पणी गरेका छन्। अब त देश बल्ल है झोले दाइ।
तेरो नेता त हारिसक्यो, अब के गर्छस्? हेर्नुहोस् खेल उयो जनतालाई भावनामा बगाइदिनुहोस्। अनि देश विकास त्यो त चुनावको पोस्टमा लेख्ने शब्द मात्र हो। यस्ता कैयौँ नेताहरूले देश बिगारेका छन्। यदि देश हाँसेको हेर्न चाहनुहुन्छ भने भोट पुरानो नेता र पार्टीलाई होइन, नेतृत्व गर्ने युवालाई भोट दिनुहोला। यो नेताकै पैसा राख्नुहोस्, तर भोट चाहिँ यो नेतालाई नदिनु होला, बिन्ती छ हजुरलाई। देश मरेको हेर्न सकिन, म झोले भए पनि। देश त नेताले बनाउने होइन, देश त त्यो युवाले बनाउँछ जो डराएर बस्दैन, न पैसामा बिक्छ न नेताको अड्कलमा झुक्छ। 82 को चुनावले एउटा कुरा प्रमाणित गरिदियो, जम्मा एकजनाले होइन, जसले सोच बदल्यो त्यसले देश बदल्यो। यो देश हाम्रो हो र अब आवाज पनि हाम्रो हुनेछ। कपालमा माटो, निधारमा रगत, कहाँ बिलायो ओठको मुस्कान। यो कस्तो न्याय, यो कस्तो नियति, छातीमा गोली हातमा संविधान। कदमहरू किन रोकिए, आवाज किन दबियो? बामाको आँखामा हजार प्रश्नहरू, दिदी बहिनीको हातमा सुकेका फुलहरू। देशले देख्यो त्यो झन्डा झुकेको, यो आकाशको तारा आज सधैँलाई निभेको। अधुरो सपना अधुरै बिसाउने, यो कस्तो जिन्दगी प्रश्नमा हाँस्ने। तडपिएका छँदैछ। ओहो हाम्रो मुटुमा जलन छ। त्यो हुलमा हिँड्ने तिम्रो एउटा साहस गाथा थियो, यति छोटो हुनेछ श्वास। तिम्रा नोटहरूमा लेखिएका क्रान्तिका कुरा, मोबाइलमा रोकिएका साथीका शुभेच्छाहरू। आज सडक सुनसान छ, तोर भित्तामा तिम्रो नाम छ। ऊ भन्थ्यो अब देश बदल्नु छ साथी, डरले होइन हिम्मतले बाँच्नु छ साथी। त्यो जोस त्यो ऊर्जा किन खेर गयो, न्यायको लागि लड्दा किन प्राण गयो? अधुरो सपना अधुरै बिसाउने, यो कस्तो जिन्दगी प्रश्नमा हाँस्ने। तडपिएका चिसो खरानी भए, तिमी त गयौ तर यो लडाई बाँकी छँदैछ। हाम्रो मुटुमा जलन छ।